Hello, good morning everyone. र आज भन्ने चाहिँ हामी होइन हिजो जुन चाहिँ ह्याप्पील्यान्डमा हामीले डे 1 हाम्रो नेपालको ह्याप्पील्यान्डहरू घुम्यौँ अनि डे 2 चाहिँ हामी यहाँनिर इलाममा आएको छौँ अनि आज चाहिँ हामी भनेको है यो हिल रिसोर्ट भन्दो रहेछ है त्यहाँनिर हामी बसेको छौँ अनि आज चाहिँ हामी यहाँबाट निक्लिँदैछौँ अनि सो आजको हाम्रो डे 2 को भ्लगिङ चाहिँ आज हाम्रो कन्याममा हुनेछ है र आजको भ्लग चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ त्यसैले गर्दाखेरि गाइज तपाईँहरू लाइनमा बस्नुहोस् हेर्नुहोस् दामी जग्गा छ क्या ल ब्रेकफास्ट गरिसकेर अब हामी कन्यामतर्फ लाग्न आँटेको छौँ सो कन्याम पुगेर तपाईँहरूलाई फेरि त्यहाँको दृश्य देखाउनेछौँ है हेर्दै गर्नुहोस् होला नयाँ दिनुहोस् धन्यवाद फाइनली हामी जुन चाहिँ कन्यामा आइपुगेका छौँ हाम्रो अलिकति गाडी यहाँनिर अलिक टायर पम्चर भएकोले गर्दाखेरि हामी बाई फुट हामी जाँदैछौँ अनि यता रमाइलो छ एकदम रमाइलो जग्गा रहेछ हो अनि यता हाम्रो पवन सरले एक दुई शब्द तपाईँ राखिदिनु हुनेछ कन्यामको विषयमा सही बताउनुहोस् न कन्याम भन्ने बित्तिकै हामीलाई यो नेपालको एउटा टुरिस्ट प्लेस टुरिज्म स्पट हो क्विन अफ इस्टर्न नेपाल भन्ने चिन्दो रहेछ नि त है त्यो भन्दा चाहिँ एकदम तपाईँ फर्स्ट टाइम के यो आउनु भएको पहिला मेरो यो धेरै पल्ट हो ए हजुर उहाँहरू एकदम एक्सपिरियन्स हुनुहुँदो रहेछ धेरैपल्ट भिजिट गरिसकेको रहेछ अनि यो कन्याममा चाहिँ मेरो चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स हो अनि आज तपाईँले पनि अब यसको एकदम सौन्दर्यलाई है हजुर हजुर रमाइलो लाग्छ रमाइलो छ हुन्छ थ्याङ्क यू तपाईँलाई हस् त्यस्तो प्रकारले हामी अहिले नेपालमै छौँ अनि जुन चाहिँ कन्याम भन्ने जग्गामा आइपुगेको छौँ है तपाईँलाई अघि पनि मैले भनिसकेँ अनि जग्गा एकदम रमाइलो रहेछ दृश्यहरू एकदम राम्रो रहेछ जुन चाहिँ माथि देख्न सक्नुहुँदैछ तपाईँले सबै यो टी स्टेट रहेछ अनि यहाँदेखिको उन्दोको तपाईँको जुन चाहिँ जग्गा देख्नुहुन्छ है हेर्नुहोस् त कति मजाको छ यो जग्गाहरू दामी छ क्या फिल अर्कै छ नि त नेपाल हो नि त नेपाल दामी छ तपाईँहरू पनि घुम्न आउनुहोस् प्रायः तपाईँहरू मेरो भ्युवर्सहरू पुगिसक्नु भएको तपाईँ आइसक्नु भएको तर यो चाहिँ मेरो फर्स्ट टाइम हो सो आज यो जग्गालाई पनि एक्सप्लोर गर्ने मौका मिल्यो है थ्याङ्क्स टु जिरोलिङ प्याङ जिपियु डान्स फेरि भन्छ कन्याममा सिक्किमबाट आएको सम्पूर्ण युवाहरू ढले कसरी ढले यसरी ढले तर फ्रेमिङ कसरी गर्दो रहेछ एउटा मजाले भ्यानमा सिस्टम राखेको छ त्यसरी भन्नु रहेछ नि त्यो भ्यानमा सब सिस्टमहरू सबै छ यहाँनिर प्याकै गरेर जुन चाहिँ हामी खिचेको फोटो छ त्यसलाई चाहिँ जुन म्याच गरेर राखेर एउटा फ्रेमिङ दिने काम हुँदैछ ल एक दुई शब्द राखिदिनुहोस् न तपाईँको यसको विषयमा एक दुई शब्द मात्रै है तपाईँले हालिदिनुहोस् न सर्ट मात्रै यो स्पेसिफिक कहिले दिन थाल्नु भएको तपाईँले हो 3-4 वर्ष भयो भनेपछि प्रोफेसनल भइसक्नु भएको छ भने साम दामी राम्रो छ कमाइ तपाईँ ओके हुन्छ थ्याङ्क यू हुन्छ कन्याम सानसानो ट्रेन्डहरू रहेछ यहाँनिर विभिन्न होममेड आइटमहरू सबै बेच्दो रहेछौँ जुन चाहिँ यति पर कन्याम देखेको जग्गा छ मेन जग्गा छ फोटो खिच्ने त्यहाँदेखि हामीले फोटोसोटो खिच्यौँ है अनि हाम्रो ग्रुप फोटो पनि ल्याउँ त्यस्तै प्रकारले हामी अहिले कन्याम जुन चाहिँ माथि डाँडा रहेछ एउटा जहाँबाट अलमोस्ट जति पनि कन्याम जुन जग्गा आएको छ टी स्टेटहरू छ त्यो कभर हुँदो रहेछ त्यहाँ हामी गइरहेको छौँ जुन चाहिँ मेरो टेबलपट्टि देख्नुहुन्छ तपाईँले स्टलहरू है अनि त्यो डिफ्रेन्ट जति पनि होममेड अचारहरू भयो है सबै कुराहरू
अनि त्यो हुँदो रहेछ कि बनाएर यहाँ बेच्दो रहेछ अनि छुर्पीहरूदेखि लगेर विभिन्न कुराहरू यस्तो बेच्दो रहेछ है त पनि यहाँ यस्तो एकदम मजाको जग्गा रहेछ खुल्ला जग्गा है आयो एकदम मजा आयो डल्लै हामीले तैँले यसमा खाना खाँदा दिनु पर्थ्यो नि त कि कस्तो भयो कन्यामको एक्सपिरियन्स तपाईँहरूको मजा आयो मजा दामी यो चाउचाउ कहाँ पाउनु भयो सिक्किमबाटै ल्याउनु भएको ल ए नेपालमा आएर नेपाल खानु पनि खान्छ चाउचाउ चाहिँ कैसन भयो एकदम कन्याम दामी लाग्यो फेरि फेरि आउनु पाऊँ तपाईँ चाहिँ नेपाल खानु पर्ने नि खास चाहिँ हजुर चाउचाउ चाहिँ यता खानु पर्थ्यो नि त नेपालकै चाउचाउ खाउँ भनेको कि तर सिक्किमकै खाइसकेको थिएन त्यही भएर सिक्किमकै खायौँ अब भरे फिकल बजार पुगेपछि चाहिँ चाउचाउ खाने हो लसो थ्याङ्क यू म एक चरण घुमेँ है मजाले एकदम राम्रो जग्गा रहेछ त्यो घुमिसकिसकेर अब हामी एक केटाहरूसँग हल्का एक्सपिरियन्स सोधिसकेर चाहिँ हामी आजको ब्लगै समाप्त गर्नेछौँ एक्सपिरियन्स बताउनु केटाहरूको एक्सपिरियन्स चाहिँ नि एकदम टप दामी दामी जग्गा पनि दामी भन्ने मजा आयो घुम्नु थ्याङ्क यू ओके